मितिबाट सिसम 20 एनसीसी सिनियर डिभिजन तालिमको सामूहिक क्याम्प विधिवत रूपमा शुभारम्भ भएको घोषणा गर्दछु। धन्यवाद। देशले रगत मागे मलाई सबैभन्दा ठुलो कुरा चाहिँ के त ग्रुपमा काम गर्न सिकाउँछ। अलि वनले पनि दिन्छ र तपाईँहरू डेली रुटिनमा पनि आउँछ। सोही अनुसार तपाईँहरू चाहिँ मेन्टली प्रिपेयर हुनुपर्छ है। अलि धाकफुक गर्ने अल्छी बनाइ गर्न थाल्यो भने चाहिँ त्यो काम बिग्रिने हो। सब गोलीको काम हैन नजर सिर्जना गरी दुर्व्यसनी तुल्याउने वस्तु वा पदार्थ देशको अमन चैन र देशको स्वाभिमानमाथि जब प्रश्न उठ्न थाल्छ, त्यतिखेर जब नेपाली सेना उभिन्छ तब यो देशमा हामी सबैलाई अभिभावकत्वको महसुस हुन्छ। त्यस्तो गरिमामय संस्था नेपाली सेना। मादक पदार्थ के हो भन्ने बारेमा बुझौँ है त। वातावरणीय प्रदूषित गरिरहेछ, यसले माथिको धुवा हामीलाई आइरहेको छ। लाइसेन्स व्यवस्थापनको लागि थपिएको प्रहरीलाई ट्राफिक प्रहरी भनिन्छ है। The first and immediate care given in the accidental site to any person suffering from either a minor or serious illness. संकेत नदी वा सामान्य संकेतबाट अकस्मात उत्पन्न हुने एउटा प्रमुख प्राकृतिक अथवा अप्राकृतिक घटना हो। Detail number 1, target number 3, 5 go round 15, hit 10, miss 5, sir. आजै फुर्तिलो बनाउनु छ है उद्यमी चेतहरू। संस्कृति कहानी चिनाए, सभ्यता र संस्कृति कहानी चिनाए, हामी चिनाए, हामी चिनाए, हामी चिनाए।
है अहिले बदल्नु छ परिवेश नखोज है न्युरामा नखोज है बजारमा स्याउली बजारमा तर तम हो लामाले गर्नुभएको छ। त्यसै गरी आज फुर्तिलो बनाउनु छ है उद्यमी चेतहरू आज प्रगाढ बनाउनु छ है अगाडि विभिन्न रङ तथा साइनहरूको प्रयोग गरी एक जमिनी भूआकृति खडा गरिएको छ जसको नाम हो स्यान्ड मोडल। यस मोडलले काठमाडौँ जिल्लाको प्रतिनिधित्व गर्दछ। यस मोडलको उत्तर यस तीरले जाहेर गर्दछ भने वास्तविक जमिनमा उत्तर पनि त्यसै दिशातर्फ पर्दछ। काठमाडौँ जिल्ला सहरी क्षेत्र भएको कारणले पनि यहाँ राम्रो बाटोघाटोको सुख सुविधा रहेको छ, जसमध्ये मुख्य राजमार्गमा पृथ्वी नारायण राजमार्ग, पासाङ लामो राजमार्ग, अरनिको राजमार्ग आदि पर्दछन् भने सहायक बाटोघाटोमा बुढानीलकण्ठ जाने बाटो। यस जिल्लाको कुल क्षेत्रफल 1353 वर्ग किलोमिटर रहेको छ। यस जिल्लाको पूर्व सिमानामा बारा, पश्चिम सिमानामा चितवन र बिहार राज्य, उत्तर सिमानामा मकवानपुर र चितवन जिल्ला रहेको छ भने दक्षिण सिमानामा भारतको बिहार राज्य रहेको छ। लेखौं भविष्य आफ्नो आफैले अरूको हियाई बनाउँदैन यो देश। राष्ट्रभक्ति भनेको केवल विशिष्ट दिनमा लगाइने नारा होइन, यो त हामी सबैको मनको तालव्यमा सधैँभरि बाँचिरहने अनुभूति हो। यस्तो अनुभूति जुन छ नि दिने आमा र आफ्नो मातृभूमि स्वर्गभन्दा पनि प्यार हुने गर्दछ। यसमा अहिले नै पुष्टि गर्छ हाम्रो मातृभूमि हाम्रो लागि कति महत्त्वपूर्ण हुन्छ। देश वा राष्ट्र भन्ने शब्दले कुनै निश्चित शासकीय प्रणाली अन्तर्गत चारैतिर फैलिएको गाउँ, सहर, जिल्ला, अञ्चल वा प्रान्तलाई जनाउँछ।
देश मेरो बाँचेको छ त्यसैले म बाँचेको छु मेरो सिप जोस र जाँगर देशको निम्ति साँचेको छु मेरो सिप जोस र जाँगर देशको निम्ति साँचेको छु यो भएर देशभक्ति देशको उन्नति प्रगति समृद्धि एवं भलाइको लागि गरिने भक्ति अझै फुर्तिलो बनाउनु छ है तपाईहरुलाई थाहा थियो यो यात्रा कठिन छ तपाईहरुलाई थाहा थियो यो कडा मेहनत परिश्रम गर्नुपर्छ तपाईहरुको कथाहरु सुन्नुभएको थियो होला तपाईहरुको आज हामीले जुन नेपाल दिएको छौं यो सृजना गर्नमा नेपाली सेनाको एकदम ठुलो योगदान छ रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो दिनबाट यहाँ शून्यता कालो बादल छाएको जस्तो साथी तिमी गाँसो भन न लामो दिनहरू काट्न नै गाह्रो हो गराउँदै सारो कथा छ तर मनले मेरो बाल्यकालकै पुकार्यो